यो एनएफएसको डेली चार्ट हो। यो 2024 अगस्ततिरको क्यान्डल मैले हजुरहरूलाई सो गरिरहेको छु है त यहाँ। म केही कुरा सम्झाउन चाहन्छु, ध्यान दिएर सुन्नु होला। यति बेला एनएफएस आफ्नो टप कारोबार बनाइराखेको थियो, यानि 2500-2600 कारोबार भइराखेको थियो। सो म एक दिन अफिसमा बसिराखेको थिएँ, मैले एनएफएस देखेँ 1500-1600 कारोबार भइरहेछ। यो सेप्टेम्बरतिर है त, 1500-1600तिर कारोबार भइरहेछ। मलाई लाग्यो यतातिर थियो त्यति बेला। र मैले बाइङ अर्डर हेरेँ, त्यति बेला बाइङ अर्डर एकदमै धेरै नै थियो है त। अनि मैले यहाँ इन्ट्री गरेँ 1578मा। केही पनि थिएन, स्ट्राटेजी केही पनि थिएन, जस्ट देखेँ मैले बाइङ अर्डर धेरै आइरहेछ, यहाँबाट बााउन्स हुनसक्छ जस्तो लागेर मैले यहाँ इन्ट्री गरेँ। तर मैले इन्ट्री गरेँ, मेरो पोर्टफोलियोमा सेयर आएको बेला पनि मैले 1600 भन्दा माथि कारोबार भएको चाहिँ देखेँ है त, एकचोटि देखेँ जस्तो लाग्यो। मैले बुक गरेन, त्यसको केही समयमै डाउन भएर यहाँ आयो 1100मा। म एकदमै प्यानिक भयो, अब के गर्ने है त, एकदमै अब प्यानिक भयो। अनि त्यसपछि यहाँबाट बााउन्स होला जस्तो देख्यो। अनि अर्को एक दिन सर्किट लागेको थियो, त्यो सर्किटमा चाहिँ मैले बुक गरेँ है त, 1329मा बुक गरेँ। ओभरअल हेर्ने हो भने मेरो लस चाहिँ 15-16% हुन्छ है त। यहाँबाट यहाँसम्म हेर्ने हो भने अलमोस्ट 16%को लस भनौँ है त, 16%को लस हुन्छ। मैले यहाँ हजुरलाई यो डेटमा गएर बाइङ देखाइदिएँ भने एनएफएस बाई 20 किता धेरै किता चाहिँ थिएन है त, 1578 र एनएफएस सेल चाहिँ एनएफएस सेल, यो त एनएफएस है त, एनएफएस सेल चाहिँ 1329.90। ओभरअल मैले किनेको थियो टोटल 31,564मा, मैले बेचेको चाहिँ 26,598मा है त। ओभरअल 5,000को लस मैले यहाँ डाइरेक्टली बुक गरेँ। तर मैले यहाँ भन्न के चाहन्छु भने एनएफएस मैले बाई गरेको थिएँ, मैले एकदमै यो यता माथितिर कारोबार भइरहेको देखिरहेको थिएँ। यहाँबाट यहाँसम्म आउँदा अलमोस्ट 40%को डिक्रिज थियो। यो देखेर चाहिँ मैले बाई गरेको थिएँ, यति माथि भएको स्टक यति तल आयो। तर यो मलाई थाहा थिएन कि खेलाडीहरूले एकदमै पुल गरेर यसलाई चाहिँ अब डम्प गर्न लागेको छन् भनेर। मैले त त्यति बेला बुझ्थेन है यो कन्सेप्टहरू। अनि त्यति बेला चाहिँ मैले यसको प्राइस चिप लागेर चाहिँ बाई गरेँ, तर म एक्जिट पनि गरेँ है त टाइममै। तर एक्जिट नगरेर एभरेजिङ कन्सेप्टमा म बसेको भए अहिलेसम्म मेरो यहाँबाट यहाँसम्म आउँदा चाहिँ अलमोस्ट 60%भन्दा धेरैको लस, यानि मेरो 30,000को इन्ट्री प्राइस अहिले 12,000 भएर बस्थ्यो। एटलिस्ट मैले योभन्दा डबलमै बुक गरेँ, जे गरेँ राम्रो गरेँ है त। सो यदि हजुरहरूले पनि यस्तो गल्ती गर्दै हुनुहुन्छ भनेपछि पहिलो कुरा त विथआउट स्ट्राटेजी इन्ट्री नगर्नुहोस्, किनभने यसमा धेरै नै रिस्क हुन्छ। त्यही पनि यदि हजुरहरूले स्ट्राटेजी बनाउनु भयो, सबै प्लान गरेर आउनुभयो, इन्ट्री गर्नुभयो र हजुरहरूको स्टप लस हिट गर्यो भने सेल गर्न चाहिँ नडराउनुहोस्। यो एनएफएसको एकदमै के भन्ने, अब एकदमै लाइभ इक्जाम्पल हो है त, लाइभ भन्दा नि हुन्छ, लाइभ इक्जाम्पल हो। किनभने हजुरहरूले यतातिर काहीँ एकदमै लो प्राइस चाहिँ यहाँबाट रिभर्स हुन्छ प्राइस भनेर इन्ट्री गर्नुभएको थियो भने हजुरहरूको यहीँबाट पनि अलमोस्ट 60%भन्दा धेरै पोर्टफोलियो डाउन छ। भनेपछि यदि हजुरहरूले 1 लाख इन्भेस्ट गर्नुभएको थियो भने चाहिँ 40,000 भएर बच्छ, 40,000 भएर बच्छ। सो स्टप लस इज भेरी 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 इम्पोर्टेन्ट।